भन्नु साथीहरु एकछिन इन्टरभ्यु दिँदै हुनुहुन्छ शान्त भइदिनुस् भनेर भनिदिनु साथीहरु शान्त भइ 2 मिनेट मात्रै रुक्यो हाम्रो मागलाई यहाँले मध्य प्रदेशको कानसम्म गुन्जाइदिनुहुन्छ भन्ने आशा राखेको छु। त्यसको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामी मध्य प्रदेशभरिका 1500 देखि 1800 जना स्वास्थ्य कर्मीहरू जसको सुरु नियुक्ति चौथो तहबाट सुरु भएको छ उहाँहरूको साबिकदेखि पाउँदै आउनु भएको 2 तह स्तर वृद्धि जुन संहिता आउनुभन्दा पहिला प्रचलित ऐन बमोजिम हामी पाउँदै आइरहेका थियौँ। अन्य 6 प्रदेशमा पाउँदै आइरहेका छन्, अहिले पनि सङ्घबाट पाउँदै आइरहेका छन्। तर मध्य प्रदेश अन्तर्गत हामी कार्यरत 136 पालिकाका स्वास्थ्य कर्मीहरूले सुरुदेखि पाउँदै आएका 2 तह स्तर वृद्धि स्थानीय ऐन जारी भएदेखि हामी पाउँदै आएका कुरा पनि खोसिदिएको अवस्था छ। यो मध्य प्रदेश सरकारले यो कुरालाई ध्यानाकर्षण गराउनको लागि र हाम्रो जुन नैसर्गिक अधिकार छ, जुन हाम्रो श्रमको शोषण भएको छ, हामी काम गर्दैछौँ, हाम्रो अवधि पुगिसकेको छ, हाम्रो तलब स्तर वृद्धि भइसकेपछि हाम्रो सेवा सुविधा वृद्धि हुन्छ। त्यो सेवा सुविधा वृद्धिमा चाहिँ ब्रेक लागेको अवस्था छ। यो ब्रेकलाई फुकाइदिनको लागि मध्य प्रदेश सरकारलाई ध्यानाकर्षण गराउनको लागि हामी मध्य प्रदेश सरकारका मध्य प्रदेश अन्तर्गतका 136 पालिकाका 8 जिल्लाका स्वास्थ्य कर्मीहरू आन्दोलन गर्न बाध्य भएका छौँ। यो रोकिएको स्तर वृद्धि चाहिँ खुल्ला होस् भन्ने उद्देश्यले चाहिँ यो आन्दोलन गरेको छौँ। यो आन्दोलनबाट माग पुरा भएन भने यो कुराको लागि हामी अनिश्चितकालीन रूपमा हामी धारणा कार्यक्रम राखेकै छौँ र 1 हप्ताभित्रमा हामीसँग सरकारले वार्ता गर्न आउनु भएन भने हामी आन्दोलनको स्वरूप परिवर्तन गरेर हामी उहाँको लागि के गर्नुपर्ने सक्छ उहाँ सुनाउनको लागि कुन रूप लिनुपर्छ त्यो सबै रूप लिन हामी तयार छौँ। किनकि कसैको हक अधिकार राज्यले प्रदान गरेको हक अधिकार खोज्ने अधिकार कसैलाई छैन। हामी राष्ट्र सेवक कर्मचारी हौँ, हामी चोर डाका होइनौँ, हामी जनताका सेवक हौँ र सेवकको अधिकार चाहिँ खोज्ने अधिकार पनि कसैलाई छैन। ध्यानाकर्षण गराउनको लागि उहाँलाई आग्रह गर्दछु। आग्रहबाट सुनेन भने हामी स्वास्थ्य कर्मीहरू यदि स्वास्थ्य सेवा दिन बन्द गर्यो भने यो अवस्था के होला त्यो चाहिँ मध्य सरकारलाई राम्ररी थाहा छ र यहाँ सञ्चारकर्मी साथीहरूलाई पनि राम्ररी थाहा छ। स्वास्थ्य सेवा भन्नुको कस्तो सेवा हो, संवेदनशील सेवा हो। स्वास्थ्य कर्मीलाई पेन डाउन गर्न बाध्य नहोस् भन्ने आग्रह गर्न चाहन्छु। कोभिडको बेलामा ज्यानलाई हथेलीमा राखेर हामी कोभिडमा एउटा सैनिकको रूपमा एउटा बायोलोजिकल वारमा चाहिँ हामी एउटा ज्यानलाई प्रवाह नगरिकन, घर परिवारलाई प्रवाह नगरिकन कति स्वास्थ्य कर्मीहरू ज्यान गुमाएको कुरा यहाँ सबैलाई थाहा भएकै कुरा हो। त्यो अवस्थामा काम गरेर हामी यहाँसम्म पुगेका छौँ। अन्य प्रदेशमा समाजित पनि भएका छन् स्वास्थ्यकर्मी साथीहरू, उहाँले चाहिँ यस्तो वृद्धि पाउने, उहाँले थप पनि पाउने, तर हामी पहिलादेखि पाउँदा आएको पनि मध्य प्रदेश सरकारले चाहिँ यो कटौती गरिदिएको अवस्था छ। यो कुरा एकदम निन्दनीय छ, दुःखद छ। यो यही बाध्यता छ। हामी यहाँ आन्दोलन गर्न आएका छौँ र हामी यसलाई पनि सशक्त रूपमा हामी साथीहरूको मध्य प्रदेश कमिटीबाट निर्णय गरेर हामी अगाडि बढ्छौँ। त धन्यवाद प्रश्नको लागि। यो कानुनको भन्दा पनि हामी विभिन्न निकायसँग परामर्श लिँदाखेरि उहाँहरूले एउटै कुरो भन्नुभएको छ कि तपाईँहरूको माग जायज छ। यो जायज मागलाई स्थानीय सेवा ऐनको दफा 29 को उपदफा 2 को टेबलको तल एउटा वाक्यांश लेखेको छ। त्यो वाक्यांशलाई लोक सेवा आयोग मध्य प्रदेशले व्याख्या गरेर उहाँले जुन एउटा प्रतिबन्धात्मक वाक्यांश छ त्यो वाक्यांश हटाइदिनु पर्ने कुरो छ। त्यो झिक्नको लागि चाहिँ ऐन संशोधन नै गर्नुपर्ने कुरो छ। त्यो ऐन संशोधन मार्फत मात्र सम्भव छ भन्ने कुरा हामीलाई अवगत भइसकेको अवस्था छ, उहाँहरूलाई पनि अवगत भएको अवस्था छ। त्यही भएर यो संशोधन मार्फत मात्र हुने भएको हुनाले अदालतमा चाहिँ हामी नगएको हो। यो सरकारबाट मात्र सम्भव छ। अदालतले त कानुन त संशोधन गर्ने अधिकार त छैन अदालतलाई। त्यही भएर यो मध्य प्रदेश सरकारकै यो कार्य जिम्मेवारीमा रहेको हुनाले मध्य प्रदेश सरकारलाई ध्यानाकर्षण गराउनको लागि हामी मध्य प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय अगाडि चाहिँ हामी यो धारणा कार्यक्रम आन्दोलन कार्यक्रम चाहिँ राखेका छौँ।